हेलो गाइस, आज चाहिँ म चाहिँ बाबा र म चाहिँ जंगल जाँदैछौँ। यो घर हो हाम्रो, यो क्वार्टर हो के, तर अनि यो क्वार्टरबाट चाहिँ कसैलाई नै आउन दिनु हुँदैन थियो घरमाहरू बसेर। तर हामीहरू चाहिँ कहाँ जाँदैछौँ भन्दा आज चाहिँ छठ पूजाको उठ्यो के छुट्टी, त्यही भएर 12 गतेदेखि लाग्छ मेरो स्कुल चाहिँ। घरमा चाहिँ बाबा अनि म घुम्न भाँडाकुटी जङ्गलमा खेल्न जाँदैछौँ। कुखुरी कहाँ बसिवा खा खो मेरो बसिवा बिरालोले खायो, कोही आयो मसाला गयो, कोही मुछ दुलैत्र बस्यो, कोही मुछ दुलैत्र बस्यो, कोही मुछ। हामीहरू चाहिँ हाम्रो खेल्ने ठाउँमा आइसक्यौँ। यो जङ्गल हो, परिवारहरूले आउन सक्नुहुन्छ। तर यो जङ्गलमा चाहिँ बाँदरहरू आउँछ रातको रात, अनि त्यही भएर यो बाँदरहरूले भत्काइदिन सकेको हुन्छ नि त। त्यही भएर हजुरहरू बाँदरहरूको समयहरू दिमागबाट सोचिराख्नुपर्छ। हजुरहरूले जङ्गलमा बनाएको जति सबै उ गरिदिन्छ, हामीहरूले याद नगरेर हेर्नु यस्तो बनाइदिइरहेछ। बल्ले बल्ले पानी दिसो न बापा, पानी दिसो पापा, पापा हजुर पानी दिसो न। हस् हजुर सुपारीहरूले कति धेरै ल्याइरहेको छु कि यो धान हाम्रो सुपारी हो, अझै राम्रो धान छ नि। ओके के ल्याउनु भएको त्यो चाहिँ? धानको सुपारी। कति धेरै त? धेरै ल्याउनु पर्दैन त? पर्दैन हौ त्यत्रो धेरै चाहिँ। सक्यो हामी चाहिँ के गर्नु, आज धानको सुपारी सकाउने हो। पकाउँछु आज धानको सुपारी यति। कति धेरै। हेलो, को साथी आउनु हो? हेलो बाबु, बाबु यहाँ हेर, तिम्रो साथी फ्रेन्ड हुनुहुन्छ नि। अझै 3 जना 1 2 3 4 जना फ्रेन्ड। बाइ बाइ हाम्रो डेस्टिनेसन उता हो। हजुर बडी सानो छ, कसरी ल्याउनु? कहाँबाट? यहाँ खुट्टा किच्ला है ढुङ्गाले। कमिलाले टोक्न सक्छ, कमिलाले टोक्न सक्छ। यो पिली हैन,
तल पकाउँ त्यो बाबुले चिनेन नि त भन्दा एक ठाउँ चुलो बनाऊ होइन अनि प्लेट माथि राखेर फेरि भाँडा माथि राखेर माम पकाऊ न त्यो के बनाएको हो हजुर के बनाउनु भएको चुकीले उडाएनन् सकिन पुऱ्याएनन् यसले होइन मासु के मासु मासु बाबा मासु त बोइल गर्नै छ त मासु बोइल गर्न आँटेको बोइल गरेर के गर्ने लास्टमा अब उ गरौँला नि त छोरी बजारबाट आधी किलो काँक्रा अनि 1 किलो आलु अनि अलिकति हरियो साग सब्जी लिएर आऊ न केही स्कुटरमै जाने नजिकै छ अस्ति पनि स्कुटर हरायो झन्डैले लु चाबी लु स्कुटरको ल पकाउँदै गर्नु तर केही भयो भने हेरिराख्ने हजुर काँक्रा ल्याऊ काँक्रा ल्याऊ साग ल्याऊ अनि हुन्छ त्यति भए आलु काँक्रा र साग मात्रै ल्याऊ न सिंगारीले छोड्न सक्दैन दादापी भाइ हाम्रो त चाबी होइन त छोरी के पाक्यो खाना पाक्यो के पाक्नु बाबा छैन पाकेको अनि सब्जी काटेर भात बसाउँदै गर्नु के बिर्सेछौ को आउनुभयो छोरी यो चुलो चाहिँ यहाँ माथि बनाऊँ न किचन चाहिँ
केटाहरूले मासु ल्याउनु भयो नि कति मजा आउने हो नि लै कसले मासु ल्याउने भयो केटा केटाहरू अरे नाम भन्नु पर्दैन आशिष निरजहरूले ल्याइहाल्ने भयो आमा आशिष काकु र निरज काकु अनि छोरी तिमीलाई नि त्रालाको गीत आउँछ Berlina cappuccino tung sauta sau din koko fanto iligiligo के भनेको केही बुझ्दिन त म त तिमीलाई चाहिँ कसरी आयो आउँछ नि त कहाँ सिक्यौ भन त चिम्पाजी बनानी अनि के हेरेर चिम्पाजी नि बनानी नि क्यापुचिनो आसासिनो चावाला ओकाला कोकोडिलो कोको ओर्काला भने चाहिँ के हो सार्क हुँदैन यस्तो चप्पल लाको त्यो सार्क होइन त्यसरी हुन्छ ए यो किचनको यो चाहिँ सबै चुला चाहिँ माथि सार न भन्छु माथि सार नै हालेको त अनि के गर्नु त प्रवीण काका अनि प्रवीण काका तिमीसँग भाँडाकुटी खेल्नुहुन्छ त कहीँ प्रवीण काकुलाई भाँडाकुटी खेल्न बोलाएर हुन्छ त कहीँ अनि उज्जवल काकुलाई चाहिँ नबोलाउने उज्जवल प्रवीण काकुलाई चाहिँ बोलाउनु अनि उज्जवल काकुलाई चाहिँ नबोलाउँदा रिसाउनु हुनु के भयो चेप्यो हरिदु सार चेप्यो यहाँ हेर न मङ्की आएछ यो त फेरि एक्लै हिँड्ने मङ्की त डेन्जर हुन्छ नि रिदु यस्तो आफू चाहिँ यस्तो मेरो घर मिठो बनाउँदैछु आफ्नै बाबा आफ्नै काकुहरूको लागि मासु चाहिँ को काकुहरूको लागि हो यो रमन काकु अनि त्यस पछाडि सुशान्त काकु त्यस पछाडि प्रवीण काकु अनि त्यस पछाडि रमन काकु अनि त्यस पछाडि रमन काकु अनि त्यस पछाडि रमन काकु कतिचोटि रमन काकु भइसक्यो अनि अघि मासु ल्याउने काकुहरू चाहिँ आशिष काकु अनि निरज काकु आशिष काकु क्लाप रमन काकु त्यस्तो हुँदैन है आफ्नो बाबालाई काकु नभन न भन्छु के गरेको यो चाहिँ के पकाएको अब केटाहरू आएन नि त होला यस्तो हुन्छ धानको टुक्रा यति मात्र पायो बाबा जङ्गल भनेको नै यही हो के गर्नु के गर्नु नि मलाई त यस्तो मनै पर्दैन मलाई त बरु काउली फ्लावरको सब्जी खान मन छ काउली फ्लावर चाहिँ पाउँदैन तिम्रो जङ्गलमा जङ्गलमा काउली मात्रै पाउँछ काउली
जङ्गलमा छ बाबा म त खेत गएको हौ खेत के पकाउनु र मलाई आउँदैन पकाउनै कनादर अस्ति खुसी पकाएको होइन अनि अहिले चाहिँ आउँदैन अनि के पकाएँ मैले लु अस्ति बाबालाई केही पकाउन आउँदैन मिठो पार्नै आउँदैन नमिठो बनाउनु न त जस्तो होइन खान्छौ तिमी एउटा बेगी आज कताको फेरि स्कुटीमै जाने अनि खेत गएर स्कुटी लान्छ खेत जाँदा चाहिँ स्कुटी लानु पर्दैन क्या तर साइकलमा पनि त जाँदा हुन्छ खेत स्कुटीको साटोमा फेरि त्यहाँ साइकल देखेर होला होइन अहिले आज पकाउन त सक्दिनँ म हजुर एकछिन पकाउँछु यो म यत्रो बेर पकाएँ म खेतबारी जान्छु हजुर छिट्टै पकाएर रेडी भएर बस आज के छ खेतबारीमा काम आजको भन त ल के काम छ खेतबारीमा चाहिँ धान उगाउनु छ के धान काट्नु अनि काट्नु छ निन्द्रै लाग्छ अनि तिमीलाई सघाउने को छ त खेतमा एक्लै काम गर्छौ दाजु के काम गर्नु राइकै गर्छ नि अनि सघाउने यसो साथीहरू खोज्नु 2-4 जना खेतालो अनि ग्रुपमा पो काम गर्न नि मजा हुन्छ सजिलो ओइ कत्रो धेरै माम खाएको हो तिमीले त के हो मलाई खाइदिनु लाग्यो मिठो अब बाबा उ गर्छु ल खोइ हात हेरौँ त तिम्रो एकचोटि यहाँ उता हात देखाऊ धनिया लिएर आइहाल्छु के लिएर धनिया धनिया लिएर अचार बनाएको धनियाको हजुर धनियाको अचार बनाएको लाग्छ अब जानुपर्छ क्या छोरू धेरै बेर भइसक्यो हामी आएको 9 बजी आएको 11 बजिसक्यो अनि के गर्नु भन त धेरै टाइम भयो नि त हामीलाई पर्खिरह्यो होला नि ममाले शान्ता आन्टीलाई त्यत्रो कराई बोलायौ अनि लास्टमा चाहिँ बोलेनौ किन त्यस्तो गर्यो भने त अनि बोलाउँदा बोल्नुहुन्न नि फेरि जाउँ न त अब हिँड झ्यान्डो राम्ररी लाउ घर त अब फेरि स्याटरडे आउनुपर्छ हस् खुट्टा खिच खुट्टा खिच दु
झेलडोका मजाले ल अनि जाउँ घर अब त साँच्चै घरमा जाउँ गाइडर त भने होइन खेलिसकेर बाबासित घर जान लागेको साँच्चीको त्यो घरमा चाहिँ चिटिक्क मेरो हात पनि डट्टी भइरहेको छ चिटिक्क नुहाएर धुवाएर चिटिक्क पढ्छु